हेलो नमस्कार गाइज। हजुरहरूलाई आज नयाँ वर्षको मङ्गलमय शुभकामना छ। सबैजना एकदमै खुसी रहनुहोला भन्दै आजको मेरो नयाँ ब्लग सुरु गर्दैछु। आज चाहिँ म भक्तपुर घुम्नको लागि आएको छु अनि आज चाहिँ हामी भर्खरै आइपुगेको अनि अहिले चाहिँ खाजा खानालाई भनेर चाहिँ अहिले दिउँसोको टाइम पनि 3 सवा 3 भइसकेको छ र हामी चाहिँ अहिले खाजा खाना मोमो खाना चाहिँ बसेको छौँ। यहाँ चाहिँ भक्तपुरको एकदमै मिठो मोमो पाउँछ अनि झोल मोमो पाउँछ होइन। मलाई चाहिँ एकदमै मनपर्छ किनकि म पहिला पनि भक्तपुर बसेको भएर हजुरहरूलाई देखाउनु चाहिँ गाइड यो बोतल नै सकाउनु पर्छ होइन। मलाई चाहिँ एकदमै मिठो लाग्छ झोल मोमो। आज चाहिँ यो बोतल नै सक्नुपर्छ है। यो बोतल छ एकदमै मिठो लाग्छ मलाई चाहिँ यहाँको मोमो चाहिँ होइन। पहिला पनि आएर खाइराखेको एकदमै मिठो पाउँछ। हजुरहरू पनि आउनु होला। यो चाहिँ हाम्रो भक्तपुरको च्यामस्तीमा छ। यो हाम्रो दरबार स्क्वायर जाने गेट नेरै नै छ। हजुरहरूले आएर यहाँ खान सक्नुहुन्छ। भिआइपी मोमो मोमो आइसकेको छ होइन र खानुपर्छ। पहिला चाहिँ यो पिरो सस राख्छु होइन, त्यो झोल लाग्छु। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ एकदमै मनपर्छ यो। झोल चाहिँ मजाले खानुपर्छ है। है त हजुरहरू देख्न सक्नुहुन्छ। हेलो गाइज, वेलकम माई न्यू भिडियो। आज चाहिँ म हजुरहरूलाई न्यु इयरको अवसरमा सर्वप्रथम त हजुरहरूलाई चाहिँ न्यु इयरको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु भने आज चाहिँ म हजुरको भक्तपुर घुम्नको लागि आएको छु, भक्तपुर दरबार स्क्वायर। अनि रुमबाटै भिडियो गर्न चाहिँ सकिनँ, भर्खरै भक्तपुर आएर मात्रै भिडियो सुरु गर्दैछु भने देख्न सक्नुहुन्छ हजुरहरूले पछाडितिर भर्खरै मात्र कमल विनायकमा झरेर चाहिँ दरबार स्क्वायरतिर जाँदैछु होइन। अब हजुरहरूले देख्न सक्नुहुन्छ अगाडि देख्न सक्नुहुन्छ हजुरहरूले। म चाहिँ भक्तपुर आइसकेको छु होइन। भक्तपुरतिर चाहिँ भर्खरै पनि सानो सानो पानी पर्यो अनि त्यो भएर चाहिँ फेरि हामी हल्का त्यो भिजे जस्तो नि भयो। देख्न सक्नुहुन्छ भक्तपुरतिरको चाहिँ हाम्रो नेचुरल चाहिँ घरहरू, यहाँको घरहरू देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँको घरहरू चाहिँ सबै चाहिँ इटै इँटाले बनाएको घरहरू चाहिँ छ होइन। बाटोमा पनि एकदमै इटै इँटाले चाहिँ बनाएको हुन्छ। सक्नुहुन्छ हजुरहरूले त्यो छ। थोरै थोरै पानी पनि परिराखेको छ होइन। त्यो भएर चाहिँ अलिकति भिडियोहरू चाहिँ राम्रो आएको छैन। देख्न सक्नुहुन्छ हजुरहरूले हाम्रो चाहिँ आइसकेको छौँ भने बाटोमा छ। हजुरहरू देख्न सक्नुहुन्छ यहाँको घरहरू एकदमै राम्रो राम्रो छ।
त्यही गाइज सबै पुरानो पुरानो मूर्तिहरू चाहिँ छ। मूर्तिहरू चाहिँ अगाडि भने देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। यो चाहिँ हाम्रो भक्तपुर दरबार स्क्वायर आइसकेको छौँ होइन। अझै पनि हामी बाटोमै छौँ, पुगिसकेको छैन। हजुरहरूले यहाँतिर देख्न सक्नुहुन्छ सबै चाहिँ पुरानो पुरानो बाटोहरू, इटारे छातीको बाटोहरू देख्नुहुन्छ भने मान्छेहरू पनि धेरैजना चाहिँ आउनु भएको छ आज। देख्न सक्नुहुन्छ यहाँको जुजुधाउ एकदमै फेमस भक्तपुरको जुजुधाउ पनि पाइन्छ यहाँ। र हजुरहरूले देख्न सक्नुहुन्छ उता मेरो पछाडिपट्टि चाहिँ मेरो पछाडिपट्टि राम्रोसँग देख्न सक्नुहुन्छ हजुरहरूले पुरानो एकदमै कलाकृतिले बनाएको चाहिँ मन्दिरहरू छ, मूर्तिहरू छ। अनि अर्को कुरा भनेको हाम्रो चाहिँ माथिको हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो यो पछाडिको दृश्यमा चाहिँ रेस्टुरेन्ट पनि छ होइन। अनि यतापट्टि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ मान्छेहरू एकदमै धेरै हुनुहुन्छ होइन, धेरै हुनुहुन्छ। पनि एकदमै खिचिराख्नु भएको छ र एकदमै क्राउड फिल भइरहेको छ होइन। किनकि मेरो यो फर्स्ट भिडियोहरू पनि छ अनि त्यो भएर चाहिँ हजुरहरूले अलिकति भिडियोमा राम्रो क्वालिटी चाहिँ पाउन सक्नु भएको छैन होला पक्कै पनि। एकदमै भिडहरू छ होइन। अब अलिकति अप्ठ्यारो पनि लागिरहेको छ सुरुमा भिडियोहरू बनाउँदाखेरि होइन। हजुरहरूले देख्न सक्नुहुन्छ होइन भिडियोमा चाहिँ एकदमै रमाइलो भइराखेको छ। हाम्रो चाहिँ यो भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पर्छ होइन। यो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम स्वदेशीदेखि विदेशी पर्यटकहरू पनि हुनुहुन्छ भने हाम्रो यो क्षेत्रमा चाहिँ अगाडि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ पुरानो पुरानो हाम्रो प्राचीन मल्लकालीन मन्दिरहरू चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। हामी हाम्रो यो बाटोमा पनि एकदमै राम्रोसँग ढुङ्गाहरूले छापेर चाहिँ एकदम सजाइराखेको चाहिँ छ, राम्रो सुविधाजनक छ है। हेलो गाइज हजुरहरूले देख्न सक्नुहुन्छ होइन भक्तपुरकोतिरको चाहिँ दृश्य कस्तो छ, एकदमै रमाइलो छ होइन। मेन गरी पनि यहाँको चाहिँ अब पुरानो पुरानो संस्कृतिहरूले बनेको घरहरू बाटोहरू चाहिँ एकदमै राम्रो छ होइन। अरू अब यहाँको नेवारी खाना पनि देख्न सक्नुहुन्छ हजुरहरूले। नेवारी खानाहरू यहाँ चाहिँ पुरानो पुरानो संस्कृतिमा बनेको कुराहरू चाहिँ धेरै देख्न सक्नुहुन्छ होइन हजुरहरूले। अनि घरहरू पनि एकदमै पुरानो पुरानो देख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। एकदमै पुरानो पुरानो हाम्रो सजाउने कुराहरू चाहिँ यहाँ पाउँछ। मेन गरी भनेको चाहिँ यहाँ हाम्रो नेवारी संस्कृतिले नै बनेको कुराहरू चाहिँ पाउँछ। अहिले चाहिँ यो पानी पनि परेर होला थोरै मान्छेहरू चाहिँ त्यति साह्रै पनि हुनुहुन्न तर धेरै नै हुनुहुन्छ। किनकि पहिला भनेको यहाँ निकै नै हुनुहुन्थ्यो भन्छ र अनि यहाँको देख्न सक्नुहुन्छ हजुरहरूले। अब यहाँ चाहिँ पुरानो धेरै मान्छेहरू हिँड्न सक्नुहुन्छ, एकदमै विदेशीहरू पनि धेरै हुनुहुन्छ होइन। अब म पनि रमाइराखेको छु, कस्तो भइराखेको छ हजुरहरूले हेर्नु होला। अब न्यु इयरको दिनमा होइन सधैँ कोठामा बसेर पढिराख्ने अनि आज चाहिँ यसो बाहिर निस्किदेऊ न त होइन। भक्तपुर मलाई एकदमै मनपर्ने होइन, त्यही भएर फेरि भक्तपुर नै आयो। एकदम आउँदा पनि टाइम अब कोठाबाटै 1 बजेतिर निस्केको अनि बसमा त्यस्तो ढिलो हुने गरेर चाहिँ लगभग 3 बजेतिर चाहिँ हामी भक्तपुर आएको छु भने अहिले चाहिँ हामी दरबार स्क्वायर भित्रै छौँ तर मेन हाम्रो पातले मन्दिरतिर चाहिँ हामी जाँदैछौँ अहिले। अब फेरि पातले त्यहाँ घुमेर अनि फेरि 55 ध्याले मन्दिर हुँदै चाहिँ सिद्ध पोखरी हुँदै चाहिँ सल्लाघारी निस्केर फेरि हामी चाहिँ घर फर्किने चाहिँ हाम्रो प्लानिङ हो होइन।
अब सुरुमा भ्लगिङ गर्दाखेरि चाहिँ भिडियोहरू बनाउँदाखेरि चाहिँ अलिकति अप्ठ्यारो महसुस भइ नै राख्छ, किनकि अब क्राउडमा गरिराखेको हुँदैन नि त। अब अरूले के सोचिराखेको छ मेरो बारेमा भन्ने कुराहरू चाहिँ जुन गरी धेरै सोचिन्छ नि त। त्यो भएर केही छैन, अब जसले जेसुकै सोचे पनि मैले चाहिँ मेरो भिडियोहरूलाई चाहिँ अगाडि नै बढाउँछु भनेर चाहिँ भिडियोहरू गरिराखेको छु, देख्न सक्नुहुन्छ होइन। अब हजुरहरूले एकदमै अब जुन मेन पार्वती मन्दिरतिर चाहिँ धेरै क्राउड हुन्छ होइन। त्यतातिरको भिडियोहरू चाहिँ म हजुरहरूलाई धेरै नै राख्ने प्रयास गर्छु, देख्न सक्नुहुन्छ हजुरहरूले भिडियो चाहिँ, किनभने अब भिडियो लामो नै हुन्छ होला पक्कै पनि। त्यो भएर चाहिँ म हजुरहरूलाई पार्ट गरेर चाहिँ भिडियोहरू राखिदिन्छु। हजुरहरूले चाहिँ निरन्तर रूपमा चाहिँ गएर भिडियोमा हेर्नु होला। ओके गाइस, देख्न सक्नुहुन्छ हजुरहरूले। देख्न सक्नुहुन्छ होइन, क्राउड चाहिँ अब त्यही नै हो। अब पुरानो घरहरू देख्न सकिन्छ। यहाँ आइसके पछाडि चाहिँ अब नयाँ भनेको त अब जताततै देखिराखेकै हुन्छ। हाम्रो भक्तपुर नै भनेको चाहिँ अब पुरानो कुराहरूले चाहिँ बनेको हुन्छ। त्यो भएर चाहिँ अब हजुरलाई पक्कै पनि मनपर्छ होला मेरो भिडियो, देख्न सक्नुहुन्छ। अब हामी चाहिँ निरन्तर रूपमा अगाडि गइ नै रहेको छौँ होइन। अब मेन गरी भनेको तपाईँको चाहिँ हामी पाँचतली मन्दिर जाँदैछौँ। मैले भिडियोमा बारम्बार भनिरहेको छु, किनभने आज चाहिँ न्यू इयरको दिन छ। हजुरहरू पनि सबैजनालाई चाहिँ 2082 सालको चाहिँ नयाँ वर्षको एकदम मङ्गलमय शुभकामना साथ हजुरहरूको जीवनमा राम्रो हो अनि हजुरहरूले चाहेको सोचेको कुराहरू चाहिँ हजुरहरूलाई त्यही पुरा होस् हजुरहरूको। त्यही भन्दै हजुरहरू चाहिँ भिडियोमा बनिराख्नु होला भन्न चाहन्छु। देख्न सक्नुहुन्छ भक्तपुरमा अब कति मान्छेहरू हुनुहुन्छ भन्ने कुरा देखिन सक्नुहुन्छ नि हजुरहरूले होइन। अब किनकि फेरि मसँग त्यो भिडियो बनाउनलाई त्यस्तो राम्रो सामान त छैन होइन। आफूसँग भएको सामानले चाहिँ बनाएर देखाउने कोसिस गरिरहेको छु। अब राम्रो नराम्रो त हजुरहरूले हेरेर भन्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो भक्तपुरको यस्तो हुन्छ हाम्रो चाहिँ मेन गरी है, देख्न सक्नुहुन्छ हजुरहरूले। चाहिँ भिडियो बनाइराखेको छु होइन। अब भिडभाड निकै नै छ, देख्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा चाहिँ। अब यहाँको क्राउड कतिको छ भन्ने कुरा चाहिँ भक्तपुर हाम्रो सर्वरिस्टार मेन पाँचतले मन्दिर होइन। किनकि यो चाहिँ एकदमै पुरानो मल्लकालीन मन्दिर पनि हो र यो चाहिँ 5 तला बनेको छ भने हेर्नु हजुरले हेर्न सक्नुहुन्छ। एकदमै यो स्पेसबाट चाहिँ माथिसम्म चाहिँ बनाएको छ भने हजुरहरूले देख्न सक्नुहुन्छ। अगाडितिर पनि रेस्टुरेन्टहरू क्याफेहरू चाहिँ छ। अनि यहाँ चाहिँ विशेष गरी होइन नेवारी फुडहरू नै बढी चल्छ। नेवारी फुडहरू नेवारी कल्चरहरू नै बढी चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। अनि मेन गरी भनेको हाम्रो नेपालको कल्चरहरू होइन सांस्कृतिक कुराहरू देखाउन सक्ने भनेकै हाम्रो यो नेवारी कल्चरहरूबाट नै देखिरहेको हुन्छ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको क्राउडहरू। अब एकदमै फोटोहरू खिच्नमा व्यस्त हुनुहुन्छ होइन, डिस्टर्ब नगरिकन जाऊ किनभने त्यसलाई परेकै हुन्छ। देख्न सक्नुहुन्छ होइन पाँचतले मन्दिरको हामी त्यो मन्दिरको एरियासम्म चाहिँ चढेर जाँदैछौँ चढेर हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो पाँचतले मन्दिरको चाहिँ भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। छ एकदमै हुनुहुन्छ अनि उता पनि एकदमै धेरै हुनुहुन्छ र बस्नु पनि एकदमै धेरै
एकदमै रमाइलो छ